श्री महेन्द्र माध्यमिक विद्यालयका आदरणीय प्रधानाध्यापकज्यू, गुरुवर्ग एवं मेरा प्यारा सहपाठी मित्र सबैमा शुभ प्रभात नमस्कार। म कक्षा 9 मा अध्ययनरत छात्रा साथै यसै विद्यालयमा क्रीडाश्री श्री महेन्द्र बालको अध्यक्ष अप्सरा आजको यस बिहानी प्रार्थना सभामा सकारात्मक सोच शीर्षकमा छोटो मन्तव्य राख्न यहाँ उपस्थित भएको छु। मलाई यो अवसर प्रदान गरिदिनु भएकोमा यस सभाका संयोजक र सञ्चालकज्यूहरूलाई हार्दिक आभार प्रकट गर्दै म आफ्ना विषयवस्तुतर्फ प्रवेश गर्न चाहन्छु। यदि हामीले आफ्नो सोचलाई सकारात्मक बनाउन सक्यौँ भने संसार उज्यालो देखिन्छ। हामीले आफ्नो सोचलाई सकारात्मक बनाउनका लागि पहिले आफ्नो मनलाई नियन्त्रणमा राख्न सक्नुपर्छ। हुन त संसारमा सबैभन्दा चञ्चल वस्तु मान्छेको मन हो भन्दा फरक नपर्ला। जुन व्यक्ति क्षणभरमै संसारको परिक्रमा गर्न सक्षम हुन्छ, तर मन एकदमै अस्थिर पनि छ। भर्खरै घरमा भएको मन भर्खरै वनमा पुग्छ, भर्खरै सुन्दर ठाउँमा रमाइरहेको मन भर्खरै साथमा डुब्छ, भर्खरै खुसीले लल्लिन मन भर्खरै भयावह दौड फाँसको भुमरीमा फस्न सक्छ, भर्खरै सुतिरहेको मन भर्खरै उड्ने हिँड्ने र चरा जस्तै गरी आकाशमा उड्ने चाह राख्न सक्छ। यो मन कहिले साथीभाइको चाह राख्छ त कहिले एकान्तको। यो मन कहिले सामाजिक सञ्जालमा घण्टौँ हराउन चाहन्छ त कहिले टाढा भाग्न। सामाजिक सञ्जाल र विद्युतीय सञ्चारबाट मात्रै मान्छेको मन चञ्चल छैन। मनभित्र आउने सोचाइ र त्यसले उत्पन्न गराउने मानिसको संवेदनामा पनि भिन्नता छ। एकै दृष्टिले कसैको मनमा खुसीको बहार ल्याइदिन्छ त कसैको मनमा दुःखद प्रलयको आदि। भनिन्छ नि, जस्तो दृष्टि त्यस्तै सृष्टि। एकै मान्छेको एकै मनले एकै घटना वा वस्तुहरूलाई फरक समयमा फरक दृष्टिकोणबाट मूल्याङ्कन गर्छ र फरक भाव उत्पन्न गराउँछ। यो मान्छेले हेर्ने र विश्लेषण गर्ने दृष्टिमा भर पर्छ। संवेग दृश्य सकारात्मक सोच राख्यौँ भने नकारात्मक नै संवेग उत्पन्न हुन्छ। सकारात्मक सोचले मानिसमा हर्ष, खुसी, उमङ्गको संवेग उत्पन्न गराउँछ भने नकारात्मक सोचले रिस, क्रोध, घृणा आदिको संवेग उत्पन्न गराउँछ। त्यसैले हामीले हेर्ने नजर सफा र दृष्टिकोणमा सकारात्मक सोच राखौँ। खुसी बनाऊ र खुसी बनाऊ। धन्यवाद।